आज मिति 2082 साल वैशाखको 14 गतेको दिन फेरि पुनः हामी चाहिँ श्रम संस्कृति पार्कको फुलमुनि यो वाल उठाउने काम हुँदैछ। तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ मलाई सबैजनाले मेरो च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। हेर्नु मित्रहरु, हामी त श्रमदान भनेर कुदेकै छौं। तपाईहरुलाई माया लाग्छ कि लाग्दैन देशको? हामीलाई मात्रै लागेको हो कि देश हाम्रो मात्रै हो कि कसो कुरो? ल हे मित्र हो, लागि परौं है, लागि परौं। दिपा भाइ कता होला है? यता पनि हेर्नु के बाटो हेरेको लड्छु। डर चाहिँ अति लाग्दो रहेछ क्या, बाटो पनि पुरा क्या। अलि यता पनि हेर्नु न, खुट्टा दायाँ बायाँ हेर्दा खुट्टा चिप्ली झर्ला। क्याटवक हो दाजु त्यो, क्याटवक बेराले भएको। हाम्रो चाहिँ आज श्रमदानमा भक्कु यहाँ मिठो खाना चाहिँ हाम्रो समला नाना कमला नानाहरूले बनाएर ल्याउनु भएछ। अनि हामीले चाहिँ आज खानासाना यतै खायौं हैन, उहाँहरूले ल्याएर दिनुभयो। धेरै अहिले पनि अचारहरू रेडी गरिदिँदै हुनुहुन्छ। किन दाजु आज चाहिँ सुँगुरको मासु, दाल भात साग, अरे वाह यति मिठो थियो। सबैजना खाना खाइसके पछाडि चाहिँ गफ गरेर बसिराख्नु पत्रकारज्यूहरू पनि हुनुहुन्छ। हामी चाहिँ अब यहाँनिर एकदमै लागि परिरहेछौँ। अरविनलाई पनि आएको? हजुर, अरविन चाहिँ आउँदैछ। कति आएको? 5 लो विशेष गरी 10 वटा छ। हात्ती भा 10 11 5 हुन्छ। 5000 दिनुभएको छ। यो पैसाले चाहिँ मलाई केही औषला मर्नेछ र मेरो केही पढाइ लेखाइ केही खर्चहरू राहत हुनेछ। उहाँलाई धेरै धेरै धन्यवाद। ल तिमीलाई पनि अझै धन्यवाद। यस्तै युवाहरू चाहिएको छ। यता पनि हजुर, यताको लागि पनि कफीहरू छ है। मलाई कफी भन्नु एक कफी खानु मन लाग्ने यहाँ जानु अरे। मलाई यो नातिले 10,000 बाजे जो कफी खानुहुन्छ ट्याक्टर तपाईले त्यहाँ सेट दिने भनेर भन्नु सबैको लागि। मिडियामा मात्रै भन्नुभएको, अघि किन भन्नु भएन हामीलाई? सुटुकै त कहाँ भन्छ त? ल है मित्रहरू, आज काम चाहिँ हाम्रो सकियो, समय अन्तिम भयो। हालत यस्तो छ, इस चप्पल पनि गयो, आज जुत्ता पनि सुकेन। अब हाम्रो काम आज यति सक्यो। यो तल्लो स्टेप सकिएर माथिल्लोमा फर्मा लगाएको छ, त्यो सक्यो। पारिपट्टि त हिजोकै काम भइहाल्यो। अब भोलिलाई ठिक्क रेडी बनाएर चाहिँ लाग्यो। अब आज काम चाहिँ यहीँ अन्त्य गरेर अब हामी चाहिँ तेर्स्यौँ र यस्तै भिडियो बनाउँदै आउँदै हुनुहुन्छ। भोलिको काम उता पर पनि त्यहाँ पर पनि भोलि फर्मा लाएर भोलि काम गर्नुपर्ने छ। एक छेउ पनि काम भएको छैन। सब यो श्रमदानबाटै गाह्रो छ हो मित्रहरू, गाह्रो छ। यहाँ भएको सुन चाहिँ बसाइ सरेर यहाँ आइपुग्यो मित्रहरू। अहिले सर पनि आइपुग्नु भएको छ। घरमा अब यो एकताको लागि गाह्रो छ। एकताको लागि घरमा लागेपछि मान्छे त्यो आज हाम्रो काम भएको अनि सर पनि घरमा अब पढाइ सकेर त्यो घरमा ल्याइदिनु त्यहाँदेखि चाहिँ मान्छे
गर्नु पायो भने पल्लो छ अनि त्यहाँभित्र डोजर कहाँबाट हुने भनेको त्यहाँ छैन त्यो ठाउँ बोर्डर यताबाट हुलाउँ गेट भत्किन्छ यताबाट हुलाउँ अब छैन सारा छ अनि यहाँ अब त्यहाँ खन्नको लागि त भातैले अनि हजुर हातैले खन्ने सक्यो तर मजाको के अरे मजाले हुँदैछ अस्ति मलाई दुईजनै हाम्रो प्राविधिकले देखाउनु भएको कि अनि मलाई पनि थाहा भयो अनि त्यो यता खनेर तपाईँको अलिकति यता 1.5 फुट निकालेर चाहिँ यो भित्ता त्यो ढुङ्गाको चारै हुन्छ यो भित्ताको तल तल चाहिँ के अरे क्लस्टर गर्नु होला भनेको सन्तोषहरूले पनि गरिहाल्छ कि यो त भाइ कहाँ हो त्यो भिडियोमा पो रहेछ हौ भाइ सुरु गराइ तपाईँ त भिडियोमा पो छ त हौ फोटो खिच्नु छ बस्ने मजाको एउटा केही बनाउनु पर्छ हौ यो पूर्ण सर पूर्ण सर आउँदै हुन्छ क्रस लगाउँदा हुन्छ त यहाँ ल अब सर चाहिँ अनुगमनको लागि आउनुभयो हाम्रो काम यस्तो छ मित्रहरू अघि पनि देखाइसकेकै छु अनुगमन गर्नलाई चाहिँ तल्लोमा मात्रै तपाईँले अब यहाँ चाहिँ ढुङ्गाहरू भित्र चाहिँ के गर्छ भने यो त फाल राख्नु हुँदैन नि यस्तो स्लो भयो पानीले चाहिँ झन् चिजो पनि हान्छ र यस्तो हुन्छ यो पानी पनि हिजो यस्तो बनाउनु सक्यो तर पारी चाहिँ गाह्रो पारी हामी यस्तो बस्छ त्यहाँदेखि फेरि त्यो के बस्छ यस्तो त्यो ढुङ्गासँग मिलेर त्यो माथि बस्छ त्यहाँदेखि पुरा केटीहरूले भरेन फेरि माथि पम्प के अरे ढलान गर्छ त्यहाँ चाहिँ के अरे यहाँ कहाँसम्म गर्ने भनेको छ यहाँ यहाँनिर 8 मिटर 8.5 मिटर पहिले ए भाइ हो यतापट्टि यो दुलो यस्तो वालमा दुलो छ नि तल तल त्यो दुलो चाहिँ यस्तो उसले टाल्नु है भोलिदेखि त्यो रोज गार्डन पर है केटाहरू कता कता छ त जलाधारको काम गर्नु होइन के गर्दैछ अहिले त माथि हामी त्यो वानमा ठुलोको पानी छ नि त्यो ठुलो बाउनु भएको छ ठुलोको लागि फेरि ग्याबिन लाउने अनि ठुलोलाई मर्नको लागि बालुवा पार्ने काम गर्छ
बलुवा चाहिँ त्यो कमर्सियलदेखि माथिपट्टि त्यो रातो खालको बलुवा ल पर्सि चाहिँ तल जाली बुन्नु पछि आउनु है हिजोकोमा ल है जाली त्यो पठाएको छ यो सकिहाल्नु पर्सि बिहान आउनु है सबैजना अरूलाई पनि लिएर 10-10 जना लिएर एकै बिहानमा के अरे 3 घन्टामा सकिहाल्नु होइन नि ढुङ्गा उठाएको ढुङ्गा उठाएर त्यसमा जाने झन्डै हिजै सकिदिएको रात परिवार नाचेकै यहाँ पनि त्यस्तै लगाउँछ गर्नुपर्छ कि घरमा लगाएर मान्छे धेरै बोलाउनुपर्छ क्या एकैछिन धेरै मान्छे पनि धेरै त्यो छ अनि त्यसो गर्नु ल अहिले हेर्नु त दुई भाइले ल जानु डुलो कहाँ छ डुलो हुन्छ नि त्यो डुलो चाहिँ अब उसले चाल्नु है पुलको वारिपट्टि हेर्दै जानु कहाँ रहेछ भिडियो बनाएर देखाउनु मलाई ल कति म सरको काम आज सिक्किमबाट आउनुभएको पाहुनाहरूसँग सरपलाको साह्रै गर्नु हुँदै फड्किदिनु एकछिन जस्तो बस्नु फोटो खिच्दिनु डाउन गरेर तपाईँले सबैजना उठाइको यता अनि जो 6 कार्टुन 8 कार्टुन अनि त हिरी आज फेरि आज 8 कार्टुन तर यहाँ तपाईँले यो फर्मा सबै सेट गरेर चाहिँ मान्छे धेरै आह्वान गर्नुपर्छ क्या त्यतिकै हुँदैन फर्मा सेट गर्नु अनि त्यहाँदेखि म बोलाइहाल्छु दुःखको मान्छे आएर तल घरमा भोलि घरमा गएर यता सेट गर्नु सबै गर्नुपर्छ सबै फर्मा ल्याएर ठ्याक्कै रेडी बनाइराख्नु न यहाँ त रड छैन नि त होइन ट्र्याक्टरमा पनि ठिकै ट्र्याक्टरहरू खोज्नु पऱ्यो नि त धेरै त दाइले भन्नु न अनि ढुङ्गाको लागि त ठिकै हुन्छ कि बालुवा चाहिँ आज चाहिँ हामीले हाम्रो तल काम गरिरहेको कामको बारेमा सरलाई जानकारी दिन भ्यायौँ र आजको नजारा चाहिँ म तपाईँहरूलाई देखाउने
छु धेरै दिन पछाडि माथिको फाउन्टेन पनि बनेको छ है। ए खतराकै गल्यो मित्रहरू। यो धेरै लामो समय पछाडि झन्डै 1-2 हप्ता लाग्यो। हामी छौँ यहाँनिर। ल मित्रहरू, आज काम कुरो चाहिँ सकियो है। त्यही काम कुरो सकिएकै कारणले गर्दाखेरि चाहिँ अब हामी चाहिँ आजको दिनलाई यहीँबाट अन्त्य गर्छौँ। सो एभ्रिवान, बाई बाई। सबैजना लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है त।